जसले जे गरे पनि मेरो छोराहरूले राम्रो गरे भने मलाई त्यही खुसी लाग्छ। मलाई टेन्सन चाहिँ ठुलोको छ क्या। अब ऊ फेरि बाहिर गयो, बाहिर नि भने जस्तो भएन नि त उसलाई। उसले त भाइलाई केही गर्छु, मम्मीलाई केही गर्छु भनेर त हामीलाई त हामी त गएको हो, हामीले ऋण गरेर धेरै गरेर पठायौँ। तर उसलाई पनि राम्रो भएन, बिरामी भयो, फर्केर आयो। छ व्यवहार ठन्डै छ अझै पनि, तर पनि अहिले चाहिँ डर लाग्दैन। छोराहरू छ नि त, छोराले के गर्छ बिर्छ जस्तो लाग्छ। तर कि भाइ पहिला म यस्तो कि मान्छे आफन्तहरूको अगाडि नि म उभिनँ, यति मलाई लाज लाग्थ्यो कि, मलाई डर लाग्थ्यो, लाज लाग्थ्यो कि। अनि अहिले चाहिँ त्यस्तो लाग्दैन, अझै खुसी लाग्छ। किनकि हामीसँग त केही छैन नि त, हामी त न मेरो लाउने लुगा थियो कति, म त खालि अर्कालाई मैले मागेरै लगाउँथेँ। मेरो आफ्नै आफन्तले पनि भन्थे कि मैले यस्तो पाल परेको